यो नेपाल आँखा अस्पतालमा डाक्टर बस्छ कि दानव बस्छ यहाँ म तपाईहरुलाई यो कार्ड यसरी देखाउँदा राम्रो देखिँदैन कि यहाँ राखिदिदैछु। यहाँ चाहिँ 2-3 जना बहिनीहरु आँखा चेकअपको लागि जानुभएको अनि सुरुमा एक्लै जाने बहिनीलाई चाहिँ त्यो आँखा चेक गर्ने डाक्टरले अरे उहाँको भनाइअनुसार डाक्टरले यस्तोमा छुयो अरे के यसरी छुयो अरे के यसरी जेस उहाँलाई नराम्रो फिल भएछ, ब्याड टच फिल भएछ, एकदम नराम्रो तरिकाले छुयो अरे। त्यो आँखा चेकअप गराउन जाँदा बडी छुनुपर्छ। अनि यो नेपाल आँखा अस्पताल, नेपाल आई हस्पिटल, त्रिपुरेश्वर, काठमाडौँ भनेको रहेछ। जेनरल पेसेन्ट आइडी कार्ड भनेर दिएको छ। म यो आइडी कार्ड यहाँ राखिदिदैछु। त्यो मुला दानव को हो कुनै त्यस्तो त्यो डाक्टर हो कि राक्षस हो, अब त्यही पनि डाक्टर त भन्दैनन् होला यिनीहरूलाई। म यहाँ यो कार्ड राखिदिदैछु, तपाईहरुले हेर्नुस् र तपाईहरुलाई पनि त्यस्तो भएको छ कि नाइ त्यो भन्नु ल। उहाँ बहिनीहरु बिचरा 3 जना जानुभएको, सुरुमा एकजना बहिनी चाहिँ एक्लै जानुभएको थियो अरे, उहाँलाई त्यस्तो नराम्रो गरेछ। त्यसपछि अनि 2 जना बहिनी जानुभएको अनि एकजना बहिनीलाई अब यही त आउने होला नि, यही आउनु ल, के रे अब कोही अरु त छैनन् होला नि, घुम्न जाने खालको घुमाउन लानेहरु छैनन् होला नि, यस्तो कुरा गर्दै थियो अरे के। बिचरा ती बहिनीहरु यहाँ आएर डराएर अब फेरि फलोअपमा त्यही जानुपर्ने, अब त्यहाँ एक्लै जाँदिनौँ हामी भनेर भन्दै हुनुहुन्थ्यो क्या। कति धेरै डराउनु भयो। सुरुमा एक्लै जाने बहिनीलाई चाहिँ नराम्रो गर्यो अरे क्या, त्यो मान्छेले नराम्रो तरिकाले टच गर्यो, नराम्रो टच चाहिँ गर्यो अरे अर्को बहिनीलाई। अनि नराम्रो तरिकाले कुरा गर्यो अरे। त्यो कोसँग घुम्न जाने नजाने त्यो मान्छेलाई भनिराख्नु पर्छ त। त्यो मान्छे त त्यहाँ चेकअप गराउन जानुभयो, चेकअप गराएर पठाउने हो नि त, चेक गरेर। तर उसले त्यस्तो कुरा गर्ने, त्यसरी छुने हो त। आँखा चेक गर्न जाँदा शरीर छुन्छन् कसैको, तर यो मान्छेले चाहिँ त्यसो गरेछ क्या। अनि त्यो बहिनीहरु अब कस्तो धेरै डराउनु भएको छ क्या। यहाँको म यो आइडी कार्डको पेसेन्टको डिटेल्स चाहिँ सबै हाइड गरिदिन्छु। बाँकी यो नेपाल आँखा अस्पतालमा तपाईहरु पनि त्यस्तो कोही कसैलाई भएको छ भने भन्नु ल। त्यो मान्छेलाई नै भेट्न मन लाग्दैछ मलाई, त्यसले चाहिँ यस्तो चाहिँ गर्ने हो त पेसेन्टलाई भनेर। तर मैले धेरै जनाको सुनेको छु, कति ठाउँमा यस्तो हुन्छ क्या। इभन विराटनगरमा पनि एउटा फार्मेसीवालाले यसै गरेको थियो। मेरै साथीलाई फार्मेसीवालाले नराम्रो तरिकाले शरीर स्पर्श गरेको थियो क्या। यो ब्रेस्टहरु सबै छाम्दिएको थियो क्या। टाउको दुखेको भनेर चेकअप गर्न टाउको दुखो भनेर दबाई लिन गयो कि फार्मेसी, उसलाई भित्र आउनु भनेर उसको यो ब्रासरा सबै खोलेर चेक गर्ने भनेर ब्रासरा खोलेर सबै यो स्पर्श गरिदिएछ। त्यसपछि मेरो साथी 3-4 दिनसम्म एकदम विक्षिप्त, जबसम्म त्यो मान्छेलाई कराउन गएनौँ तबसम्म ऊ विक्षिप्त भएकी थिए। र यो बहिनीहरु पनि अब त्यो जो बहिनीलाई त्यसो गर्यो उसले पनि कति रिसाउँदै थियो अरे आफ्नो साथीहरुलाई कराएर, तिमीहरु किन ढिलो आयौ, तिमीहरु ढिलो आएर मलाई यस्तो